तपाईँलाई थाहा छ मेरो धेरै लामो समय बिहा किन हो किनकि म जहाँ पनि जान्छु नि सम्बोधन गर्छु धेरै मान्छेहरू आउनुहुन्छ जहाँ नेपालको पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म जाँदाखेरि सम्बोधन गर्दाखेरि उपस्थित दाजुभाइ दिदी बहिनी हुन्छु 10-15 वर्षको दौरानमा त सबैलाई दिदी बहिनी बनाइसकेको रहेछु कम्पिटेटिभ भएन अनि पछि छोडेको अनि ठ्याक्कै होइन भनेपछि माग्न जाँदाखेरि तपाईँ हाम्रो चेलीबेटी नै कहिले सोध्छु कि अब उहाँ जस्तो बुढौली लागेर पनि भुला नगरिकन बस्नु पऱ्यो भने के हो त्यही त यस्तो दारी छ तपाईँको त गाना पनि चिल्लो चिल्लो छ